नमस्ते आन्याङहासेयो म पशुपति सापकोटा र आज पनि तपाईहरु माझ मैले शब्द अर्थहरुलाई नै लिएर आएको छु र शब्दार्थहरु लिएर आउने क्रममा आजको चाहिँ रहेको छ उस्तै अर्थ दिने शब्दहरु। केही उस्तै अर्थ दिने शब्दहरुलाई मैले यहाँ राखेको छु। भिडियोलाई नछुटाइकन सुरुदेखि अन्तिमसम्म हेर्दै र साथ दिनु होला। र यहाँनेर रहेको छ खापचागी भनेको छ। यो खापचागी भनेको चाहिँ अकस्मात भन्ने हुन्छ, अचानक आकस्मिक भन्ने जस्तै खापचागी भनेको अकस्मात भन्ने हुन्छ। अनि यो खुपचाक भनेको पनि आकस्मिक हो। खुपचाक भन्यो भनेदेखि पनि आकस्मिक हुने रहेछ। त्यस्तै यो खिनगुप भनेको पनि आकस्मिक भन्ने हुन्छ। खापचागी, खुपचाक, खिनगुप यो सबै आकस्मिक हुन्। त्यसैगरी उङ्गुप भनेको पनि आकस्मिक भन्ने नै अर्थ दिन्छ। उङ्गुप भनेको आकस्मिक भन्ने रहेछ। थोलबाल भनेको अचानक। थोलबाल भनेको पनि अचानक आकस्मिक उस्तै नै हो। र यो फिसाङ भनेको चाहिँ आपतकाल। यो पनि उही हो, फिसाङ भनेको आपतकाल। त्यस्तै फुलसुक भनेको छ, यो पनि अचानक भन्ने अर्थ दिन्छ। फुलसुक भनेको अचानक। अनि यो रहेको छ खुपचाक सुरप्ता भनेको छ। यो खुपचाक सुरप्ता भनेको आकस्मिक रूपमा हुनु भन्ने अर्थ दिन्छ। खुपचाक सुरप्ता भनेको के रहेछ? आकस्मिक रूपमा दिनु भन्ने रहेछ। आकस्मिक रूपमा हुनु भन्ने रहेछ। अनि यो यता अर्को रहेको छ सेङसान। यो सेङसान भनेको उत्पादन। त्यसैगरी छेजो भनेको पनि उत्पादन। सेङसान, छेजो र सान्छुल भनेको पनि उत्पादन नै भयो। सान्छुल भनेको पनि उत्पादन, छाङछुल भनेको पनि उत्पादन र छेजाक भनेको पनि उत्पादन। सेङसान, छेजो, सान्छुल, छाङछुल, छेजाक यो सबैको अर्थ के रहेछ? उत्पादन भन्ने अर्थ रहेछ। सेङसानादा भनेको चाहिँ यो उत्पादन गर्नु, हादा जोडिएको छ, उत्पादन गर्नु तपाईहरुले बुझिहाल्नुहुन्छ। त्यस्तै छेजा खादा भनेको छ, यो पनि उत्पादन गर्नु नै हो, हादा जोडिएको हो, अरु के नै छ र। छेजा खादा भनेको पनि उत्पादन गर्नु भन्ने भयो। र अर्को यतापट्टि हेर्नु, युदो भनेको प्रेरणा। युदो भनेको प्रेरणा। ख्यङ्न्य भनेको पनि प्रेरणा। ख्यङ्न्य भनेको के रहेछ? प्रेरणा भन्ने रहेछ। अनि खोन्यु भनेको पनि प्रेरणा। यो खोन्यु भनेको पनि प्रेरणा। अनि खामदोङ भनेको पनि प्रेरणा नै रहेछ। यो खामदोङ भनेको पनि प्रेरणा नै रहेछ। छागुक भनेको पनि प्रेरणा नै हो। छागुक भनेको पनि प्रेरणा नै हो। यङगाम भनेको पनि के रहेछ? प्रेरणा नै हो। युदो, ख्यङ्न्य, खोन्यु, खामदुङ, छागुक, यङगाम यो सबै प्रेरणा। र यो सबैसँग हादा जोड्दा चाहिँ प्रेरणा गर्नु अथवा प्रेरणा दिनु भन्ने भयो। र आजको बसाइमा यति नै भयो। बाँकी कुराहरू अर्को पार्टमा लिएर आउने नै छु। भिडियो अन्तिमसम्म हेरिदिनु भएकोमा धन्यवाद। र यस्तै कुराहरूको लागि मेरो च्यानल सब्स्क्राइब गरेर बेल आइकन पनि थिचेर जोडिन सक्नुहुन्छ। आजलाई चाहिँ यति भन्दै हवस् त धन्यवाद।